त्यो गरे पनि हुँदैन, यो गरे पनि हुँदैन। हामी गरिबले किन जे काम आँटे पनि पुरा नभएको जति गर्दैन हुँदैन। यता गरे यता ऊ हुन्छ, उता गरे उता पर्किन्छ, यता मिलाए यता पर्किन्छ। जहाँ जे गरेर पनि केही गरेर नसक्ने। तर हामी जस्तो गरिबलाई साथ कसैले नदिने रहेछ। यो गर्छु भन्दा पनि कसैले साथ दिँदैन। अब मैले सोच्नुपर्छ, नेपाल बसेर केही हुँदैन। त्यसैले बाहिर जानुको लागि मैले धेरै कोसिस गर्नुपर्छ। आधा उमेर बितिहाल्यो, आजभन्दा भोलिभन्दा ख्यालख्याल गर्दा गर्दै साथीभाइ सबै छुटे। साथीभाइले कति धेरै प्रगति गरिसके, आफू पनि जहाँको त्यहीँ छ। अब मैले कोसिस गर्नुपर्छ, केही बनेर देखाउनुपर्छ र यतिकै जीवन खेरो फाल्नु हुँदैन। हुनु त मैले कोसिस नगरेको होइन, धेरै कोसिस गरेको हो, आफूले सक्दो प्रयास पनि गरेको हो। जता हात हाल्छ त्यतै मैले असफलता मात्र भेटिरहेको छ। किन सफलता मैले भेटिँदैन? किन मैले जता गए पनि असफलता मात्रै पाउँछ? किन मेरो नसिबै खराब छ कि? दुखीलाई दुखी नै झनै गरिबले पेल्छ कि?